कहिले पुग्ने चाहिँ चल्दैन रहेछ यार नन स्टप गाउँतिर। अब चाहिँ ब्रो नन स्टप गाउँ गयो ल। अब चाहिँ टाढो पुग्नुपर्छ आज फेरि हो। भोलि अन्तिम छ भोट भोलि छ। आज त चल्नै पर्ने हुन्छ नि है। के बिर्से थाहा छैन हल्ली बल्ली। अब जेसुकै बिर्से पनि भयो। अब चाहिँ नन स्टप जानुपर्छ। कति ठाउँ चेक हुने हो त्यो पनि थाहा छैन। गाउँतिर त नगर्नुपर्ने हो तर ल्याङ त गर्छ होला नि यार। कहिलेदेखि बन्द भन्दै थियो आज तर म्याजिकहरू चलिरहेको त चल्छ होला आजसम्म त दिन्छ होला आजसम्म त। भोलिदेखि चाहिँ भोलि त अब मेन भइहाल्यो भोट। अनि अब के गर्छ पर्सि बन्द गर्छ है खल्ली बल्ली हामीले बाइकहरू त हिँडिराख नि दिइराख होला। चिलमा जानुपर्छ। पहाडको ट्याक्सी त हिँडिरहेको छ के आनन्द आइरहेको छ। अनि हामीलाई चाहिँ रोक्ने पहाडको ट्याक्सी चाहिँ हिँड्नु दिने हो भन्दाखेरि हुँदैन नि त। ढुक्कले चलिरहेको रहेछ नाम साङ्गेर उडिरहेको पहाडको ट्याक्सीहरू चलिरहेको छ त चिलमा। के डराएर नभए बेलायमान पनि कट्यो है। यो बेलायमान थियो पहिला। बेलायमानको क्याम्प हेरौँ न झुट्टो छ यार। फेरि पनि ब्याग झार राखेर गरेको गएँ। पहिला बेलायमानको यहाँ तारिक यहाँ थियो यता यहाँ के हो खर्च यहाँ सिडब्लुटी थियो होला। यहाँ सिडब्लुटी थियो। अनि हाम्रो घर कहाँ यहीँनिर थियो यार पहिला हाम्रो घर। यतै कता थियो क्या यही एरिया। बेलायमान पनि तर बस्यो यार भाइ। हेर्न बाटो त बनाइहाल्नु नि यार। भोट चाहिँ साला दिनुपर्छ अब हो। बाटो बनाउँदैन अब भोट कसलाई हान्ने हो। ला नाइट त बोकिन बे लाइसेन्सले हुन्छ तर छल छोड लाइसेन्सले पनि हुन्छ भने नि त। लाइसेन्स बोकेछु भइहाल्छ त्यति बेला हल्ली बल्ली। ट्रा हिँड्यो त ओइ म त पागल हुन्छ कि क्या हो तर केटा खा जस्तो छ है। होइन हाल्दा यसो बस्छ हान्दैन ओइ मनिस भयो होइन त्यहाँ चिलमा खाँदा सब पर यस्तो बाटो हुने नि यार। थेट अफ रोड हिँड्नुपर्छ माथि एउटा झ्याङ ड्याङ 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 ड्याङ। अब यहीँ त बाटो त्यहाँ बनाएको यहाँ छैन पहिला बनाएको। कति भइदिन्छ हाम्रो बुढो आएन। बुढो छ नि यहीँ तास खेलिरहेको होला ध्यान गरौँ। यति 0.1 गाइस। यहाँ मालसाल खान आउनु यसो सेक्का सेक्का तुम्बा सोम्बा हो दामी पाउँछ अरे। खाइया खाइया सेक्का चाहिँ दामी पाउँछ साँच्ची भने यार। तुम्बा चाहिँ कस्तो पाउँछ पनि चाख्नुपर्छ होला हौ। आज चाहिँ अब होइन गाउँ जाने हो। गाउँ गएर टक्कसँगले
गाउँमा बस्नुपर्छ नि त एक दुई रात यता गर्मी पनि बढ्दैछ झापातिर गाउँ भएर बस्यो भने आनन्द हुन्छ होला एक दुई दिन त आज एक्लै हिँडेँ आज म नत्र साथीभाइसँग बाइक हिँड्दिनँ क्या म प्रायः जस्तो एउटा हो नि साथी चाहिन्छ क्या आज चाहिँ एक्लै हिँडेँ चुप्पो आएर कोही छैन अब एक्लै चिलमा जाने होइन यहाँसम्मको यात्रा होला यार बन्द हुन लाग्यो सबै यात्रा गरे गए छोपी यार बिचरा कस्तो क्या कुत्तै छिर्छ यहाँ हेर न हो सिङ्गल रोड छ यार डबल रोड बनाइदियो नि मजा हुन्थ्यो हिँड्नलाई एउटा रोडमा गाडीले हानिदिइहाल्छ क्या अर्कोले टेन्सन थियो चपेडी गाइज पिकनिक खाना यसो आउनु पऱ्यो भने यहाँ छ चपेडीमा दामी दामी पानीसँग सबै सुविधा छ लाइनको पनि सुविधा छ तर एउटा योमा चाहिँ खोइ कति तिर्नुपर्छ त्यो चाहिँ थाहा छैन मलाई अरू चाहिँ अब त्यही हो टक्कसँगले पानी सानीको टेन्सन हुँदैन पानी आइहाल्छ लाइनको टेन्सन हुँदैन लाइन छँदैछ डिजे सिजे लिएर ट्याङ्का ट्याङ हान्दा भइहाल्छ आनन्दै हुन्छ मजा कस्तो हो हेलमेट लाउने चाहिँ पछाडि खाँदै गाउँ घरको मायाले फुल्यो कि तिमीलाई माथि चाहिँ अफ रोड यो त पिच कति हो यो बाटो सब वरपरमा गाउँसम्म पुग्यो बनाइदियो त यार यस्तो छिटो पुगिन्थ्यो नि र पनि 1 घन्टामा त पुग्थ्यो यार पहिला अहिले कस्तो छ नि धुलो होला यार माथि त बस्यो डह्रो होला धुलो सायद त्यस्तो लाग्यो कतिकोमा बसेछ क्यामेरा थाहा छैन दिने उडाउने हो नि अलिअलि जतिसुकैमा बस्छु जस अङ्कलहरूको डेटिङ बस्यो भयो होइन डेटिङमा होला नि बुढोहरू मस्तसँगले तर एउटा केटी छ 2टा बुढो छ त माछ चिक्ने रन्डीको मान भन्दै हिँड्छ माछ चिक्नेलाई दबाई दिन्छु माछ चिक्ने रन्डीको मान यस्तोले हिँड्नु सक्दैन मैले रेस गरायो भन्छ फेरि अहिले सरी ब्रो रेस गराएको छैन अहिले जानु कि कस्तो चिप्लिन्छ है मेरो टायर त कोही केटा टर्निङमा त चिप्लिन्छ है यस यहाँदेखि पर गयो नि त गाह्रो पर्दैन केटाहरूले रेस गरेको भन्दा छान्छ है मलाई छान्दिनँ म एकदम स्लोमा जाने स्लोली च्या कहाँ गयो घोडा त यता जाने यतै बाटो छ तल गाउँतिर जाने गर्दैन नि त ल बधाई छ केटा ए माया यो चाहिँ के मार्चिबुङै भन्छ होइन फाइनली मार्चिबुङ आइपुग्यो यहाँ मालसाल खाने ठाउँ रहेछ सो होइन औसी सौसी बसेर चट्ट होइन यो बाटोको त अस्ति पनि छ भ्लग बनाएको तर ला होइन त्यो माथि ढलाइसम्मको जाँदाखेरिको लडेर बिचोक भएको छ छन चाहिँ छ एउटा त बनाइरहेको हुन्छु म होइन धेरै जान्छु त्यो नि त ऊभो चाहिँ अब
कहिले के हुँदैन झ्याउ लाग्ने मलाई गाउँ त अब गाउँभित्रको बाटो चाहिँ बनाउनु भ्याएन आज चाहिँ भनेको त्यो पनि रात परिसक्यो आज ससुराली गइलो ढिलोमा ससुराली जाँदा भात खाँदा घरमै खाएको ससुराली गएपछि खाउँ भन्छ खाएर आएको भन्दा पनि अलिकति भए पनि ज्वाइँ हुन थालिहाल्छन् के गर्नु ससुरालीमा यसो मेचमा खानु पऱ्यो होइन गाह्रो छ नि ससुरालीको भात नखाइ त अनि हुँदैन नि तर बाप बहिनीहरू निस्किन्थ्यो कि निस्किसक्यो तिनीहरू भोट लाउनु त जान्थ्यो होला त नि ए मायालु नसामा डुबिरहेछु हर्षले यो गीत गाउँछु नाम चाहिँ तर आज अहिले हेर्नु पऱ्यो एकचोटि चेक गर्नुपर्छ बराबर सिङफिरी पुगेर चेक गरौँ जस्तो ढलाइ गरेर ठाउँमा पुग्छु अनि अब चेक गर्छु कस्तो के छ माइक साइक भएन मैले निकालेर फालिदिन्छु बाहिर कसले नआओस् भनेर चाहिँ गरेको अब सक्यो नि हो पिच त अनि छि अब त अफ रोड हिँडेको नि हो नि म यस्तो नि अब त बिचरा नि हो म अनि बुनिहरूलाई पनि के लगाइदिएन ब्रेड सर्ट मात्रै लगिदियो आज यता भिरेर बोक्न झ्याउ लाग्यो कि हेर न पानी के बाटो भिजाएर नि यसको लागि चाहिँ छातीमा राख्नुपर्ने रहेछ क्या एमटीको लागि चाहिँ मलाई त्यस्तो लाग्यो अब हेलमेटमा लाग्यो तल झुन्ने जस्तो हुन्छ अनि फेरि यस्तो गरेर माथिबाट हेऱ्यो भने यो नि देख्दैन क्या यहाँको मुनिको रोडै देख्दैन क्या डाइरेक्ट पर देख्छ क्या अब अनि त्यही भएर छातीको चाहिँ बनाउनु पर्ने किन्नुपर्ने रहेछ क्या छातीमा अडाल्नेलाई जस्तो लाग्दैछ मलाई अलिअलि अलिक दिन किन सब पैसा भयो होला अहिले त गरिब भइएको छ हौ म अस्ति पेट्रोल हालेको त्यही पेट्रोल आज ल्याएछु माथि पाहाड छैन पैसा गाह्रो छ नि यो बाटो पहिला हिँड्दा 12 बजी राति हिँड्दाखेरि कस्तो हिलो थियो आम्माम असार साउनको भेलमा यहाँ जुत्तै हराएको थियो यार गाई गोठाला कस्तो भन्दैछ पाहाडमा पहिला हामी पनि यार गाई गोठला धेरै गरियो यति गरियो कुरो त निस्क्यो होला मुत्याएको त्यसले यसले त ठाडो मुत्याएको यस्तो पाएर हाम्रो ढलाइ गरेर ठाउँ पनि आइपुग्यो यस्तै आइयो पानी लगाएर आएर रहेछन् मस्तसँग ढलाइ रहेछ कहाँ कहाँ भने तल घरमा पनि छैन कोही मान्छे जानवर यस्तो छ बाटो बाटो त आम्मा यो बाटो त शिट बाटै छ नि कस्तो खतरा धुलो या त्यहाँ धुलो नसुलो मोहरीले महहुलो सिङफेरे स्कुल ग्राउन्ड पुल पनि लगाएको छ होइन जहीँ के पाएर रिसोर्टमा पुल चल्दा एक्लै नजाउँ होला हौ त्यस्तो नगरौँ होला हौ
एकचोटि चेक गर्नु पर्यो यसै फ्यान त चलेरै नै छ हेलो अब फेरि हामी अब फेरि हामी लाग्दैछौँ यहाँदेखिको हेरेर बस्नु नि मिल्दैन यसरी बस्नुपर्छ यार गाह्रो छ अस्ति एक्सिडेन्ट भएको थियो एक्सिडेन्ट भन्दा नि हल्का लडेको थियो खुट्टा अझै दुखिरहेको छ यार अब चल्दिने है भयो यहाँ पारी यही हो है रिसोर्ट अलि यतादेखि राम्रो देख्दो रहेछ देख्नु चाहिँ तर क्यामेरामा देख्दैन कोही यहाँ अब खतरा खाएर छ त डाँडा यार ट्याक्क डाँडामा चाहिँ रिसोर्ट बनाउने राम्रो भयो त रिसोर्ट चल्छ यार यो चाहिँ मार्चिबुङ हो है फाइनली कबाडी भएर बसेको छ काम छैन यिनीहरूको अब यो रोड बनाउँदाखेरि ल्याएको गाडीहरू हो है रोड बने छैन उफ गाडी सब बिग्रेर सकिसक्यो के गर्ने त अनि अब नेताहरू वरिष्ठ भएपछि यस्तै हो जिन्दगी के ठ्याक 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 गर्छ है इन्डिकेटर त क्या खुस्क्यो त मेरो त सेट ल भाँच्यो क्या हो होइन होला छिराउँदा छिर्छ होला इन्डिकेटर पनि फेर्ने बेला भएछ गाह्रो छ जिन्दगी यो खोला नि हो यो खोलाको बाटो हिँड्दा कस्तो लामो बाटो पर्छ यो खोला आएको भए थियो सिङफिरे नि आइपुग्यो हुन्थेन थियो तलै हुन्थ्यो सिङफिरे आएर त्यहाँ 20-25 मिनट बसेँ चाहिँ आरामले जाउँ न उब्दै मलाई रवि जान चाहिँ मन लागेको थियो कि अझै के गर्नु अब घुमि हिँडेर पनि हुँदैन गाह्रो छ यत्तिकै हल्लिन्छ बिस्तारै छिट्टै हिँड्यो नि त्यही चिप्ले लड्यो अरे गइयो यहाँ चाहिँ पहिला खोइ मान्छे मर्या हो भन्ने सुनेको थिएँ मैले यो पुल बनाउँदै भोखा हो अरे पेलेर कुदाउँदा कुद्छ कि चारको चार हानिदिन्छु नि यस्तोमा फेरि यतिको त मान्छु क्या म एमटीको पावर त्यसै मेरो ड्रिम थिएन नि यार यो गाडी एमटी लास्ट ड्रिम थियो नि यार मेरो गाडी लिए पनि रोडले गर्दा पहिला त तल थियो नि घटिलो भन्छ अहिले चाहिँ आएर माथि सरेको क्या सब केटाहरू उता पारीको रहेछ जस्तो लाग्यो अब धुलो फुलो सुलो मुलो अब स्टार्ट हुन्छ क्या यहाँदेखि गाडी झरिदियो भने डुब्छ यार कहाँ हिँडेको यो ब्याग त छ नि ब्याग चाहिँ भने छाम्दै गरौँ है यस्तो छ बाटो अनि
उफ्रेर छालै दुखिसक्यो यस्ता बाटोमा गएको छ 3 का 3 एक्लै छु क्या आज धेरैजना अब मजा चाहिँ हुन्छ रमाइलो चाहिँ हुन्छ क्या के भयो फेरि गाडीलाई त्यतिखेर के भएन होला बसेर बसेपछि के हो आइ उफ्रेर यस्तो चाहिँ अहिले चाहिँ बाटो यसो धुलोमा हराउँछ नि टाउको दुख्ला जस्तो बताऊ नि दुःखै होला हेत्तेरिका ओइ ल यताबाट हातै दुखेछ उफ्रेर गरे उफ्रे गर्छ थेट यो एमटी अफ रोड पनि कुद्नु चाहिँ कुद्छ तर लाइक यो गाडीको ह्यान्डल कस्तो के अफ रोडमा कुट गरेर हल्ले जस्तो गर्छ दुखाउँछ क्या अस्ट्रेमा बिठो गरेर यहाँ चौकी छ हो छैन के खाली रहेछ भोलि निस्क्यो भने हुँदैछ सुइँ आयो भनिदियो गयो तर के थाहा भोलि त नदिनु पनि सक्छ आज आइरहेको त के फरक पर्छ र होटलमा बस्नु पर्दैन के घरै छँदैछ घरमै त हो यति चोखो यति मिठो झुला तिमीलाई माया संसारले बाटो त ठिकै रहेछ हौ त्यो त ओ धुलो चाहिँ हेर्न माथि उड्या त्यो गाडीलाई टपेर जानु पाए पनि हुन्थ्यो होइन भए त बिस्तारै जानु पऱ्यो त्यहाँ त्यो बाटो त्यो मुनि सेट तनावै गर्ने यस्तो त धुलोमा बाटो त देखिँदैन ढुङ्गा छ कि मुढा छ कि के छ यताबाट धुलो कम रहेछ यहाँ गाडीमा यसलाई छिरी गयो कसरी टप्लो त नि त्यस्तै होला धुलै धुलो यस्ता छ नि बाटो अस्ति केटाहरूले यस्तै बाटोमा लड्यो यता चाहिँ माङ्सेबुङ गाउँपालिका त हाम्रो पनि माङ्सेबुङ सबै यता चाहिँ के भन्छ गुरु मन्दिर अलि टाढा थुक्क धुलो न धुलो आमा तरिका हो आमा ट्रनिङ छ कि भाइ तरिका तरिका लास्टै धुलो लास्ट धुलो धुलो आमा मोमो ओ सेट केही देखायो नि त धुलोमा त नि सेट यो धुलोमाथि रोकेको भए त नि भित्र के कस्तो छ थाहा छैन है अन्धाधुन्दामा हिँड्नुपर्छ है यस्तो पाहाडमा चाहिँ एउटा हो
हेर धुलो तल अबुई ठुट आमामा हट आमामा धुलो हेर त ठुट यस्तो आउँछ धुलो हैन भन्ने धुलो चाहिँ कटेर आयो किन हरन लाउँदै थियो त्यो जामाले किन लाओ जेसुकै लाओस् न कृतिक उयो जस्तो देखि त त्यसै बाटो यो त के गर्यो घटा हातहरू तल बनाएछ त्यहाँ गल्छीले पढेछ आमामा शिट यस्तै छ है बाटो चाहिँ अब चाहिँ अलिक राम्रो छ होला हौ बाटो बन्दराजको उसको ग्यारेज पनि बन्द छ थेट दोकान थालेर यो बाटो हिँड्दैछ सर्टकट पहिला हेर हामी टाढो निस्किन्छौँ यो चुनावी माहौल कस्तो हुँदैछ अब गाउँतिर बजारतिर बजार पनि के भन्नु सानो छ धुलो यो बाटोहरू बनाउनु नि यार एउटा लिक छ क्या गाडी पनि साइडै हुँदैन क्या बाइक त त्यहाँ साइड हुने ठाउँ छैन यता त अलिअलि पानी अस्ति त परेर छ एक सर मजाले सेप पऱ्यो भने चाहिँ धुलो ट्याक्कै बग्ने गरेर क्या धुलो बस्यो मात्रै भने त चिप्लिहाल्छ त्यो बसेर के खाँदैछ धुलो टक्क एकचोटि बग्ने गरेर पानी पर्नु छ ढुङ्गा चाहिँ निस्किन्छ खाङ्रा घुम्रो धुलो चाहिँ अड्छ नि त त्यसो गर्दा यस्तो भयो भने चाहिँ ब्यागको हालत के छ भने छोड्दे हरा सर पाखै पाखा जाउँ यहाँ झन् डेन्जर भएको अरे बाउ छोरा थियो अरे यहाँनिर ट्रक बिग्रेर चक्कै के बिग्रेको थियो अरे चेन्ज गर्ने हुँदा जक लागेको थियो अरे जक चिप्लेर झरेर बाउ केचकै बनाएर लास्ट हाडको बाटोमा के हुन्छ नि यार कटारे यो चाहिँ कटारे हो यहाँदेखि आउँथ्यो यार साथीहरू यहाँको साथीको घर हो यो तर त्यो विदेश गइसकेको छ अरे कमाउँदै होला साथीले धरो छाप्दै होला यार हामी नेपालमै ल्यान्ठाङ डोल्या
साथीहरू कमाउनु गइसक्यो इस बाइकले नि धुलो उडा यत्तिकै फेरि हे प्रभु इस लु यता चढौँ भन्दा झन्डै गइयो नि थेत्तेरिका झन्डै चिप्लेर गइयो नि पाखा जाउँ जाउँ लाउने झन्डै गइयो न यार थेट हेत्तेरिका धुलो उडा फेर बिस्तारै जाउँ गलान्टी रहेछ कस्तो बिस्तारै जान्दियो यस्तो चिप्लेको यहाँबाट कुदाउँछु भनेर त नसोच्दा नि हुन्छ यार पाहाडमा त आम्मामा के देखाएँ त नि बाटो देखेको छु र मैले थेट ल ल ल उता उता लान्छ हुन्छ साम्बा एउटा ल यो अहिले के तपाईँले चलाउँदैछ आज ज्यादा चलाउँथ्यो के गर्नु छ मोडल छोटा अनि यसरी अगाडि पछाडि बाइकमा पऱ्यो भने मरिने रहेछ त्यो बाटो पनि कुद्दो रहेछ नि अन्त बर्बाद गऱ्यो भने ओ खै शक्ति सरहरू बस्थ्यो अहिले को बस्दैछ थुक बाटो त यताबाट हानेको त बाटो त उताबाट बनाएको छ बर्बाद धुलो सुलो उडेर के अरे सिट सिट हाँ के गर्नु अब दोभानमा थाहै त भएन थाहै त भएन नि बसिनँ नि त म त्यहाँ दोभान भन्दा माथिल्लोपट्टि पो एउटा गाडी त बिग्रेर बसेको तर गाडीमा कोही थिएन त्यहाँ त दोभानदेखि माथि चाहिँ बिग्रेको होला एउटा गाडी बसिरहेको थियो तर कोही थिएन खाली थियो गाडी नै फ्रीको गाडीमा आएर